हेलो फुलप्रेमी सम्पूर्णमा नमस्कार अनि कमलाको फुलबारीमा स्वागत छ। मैले चाहिँ मेरो भिडियोहरू चाहिँ धेरै भयो लगाउन पाइरहेको छैन। आज चाहिँ एउटा भिडियो लिएर आइरहेको छु। के त भन्दाखेरि मेरो गमलाहरूमा कलाञ्चो फुल कस्तो भइरहेको छ अनि के गर्न लागिरहेछु भनेर भिडियो बनाउँदैछु। मैले चाहिँ पोहोरको साल पनि धेरैवटा रोपेको थिएँ अनि राम्रो नै भएको थियो। अनि मेरो गमलाको कलाञ्चो फुलहरू चाहिँ अहिलेको सालको पनि हुर्केर यस्तो भइसकेको छ, छिपिसक्यो। अनि मैले चाहिँ पोहोर यसरी नै छिपिए पछाडि चाहिँ यो गमलाको मजाले प्रुनिङ गरिदिएको थिएँ। अनि यो प्रुनिङ गरिसके पछाडि चाहिँ यसको पातहरूलाई चाहिँ मैले ग्लासमा रोपिदिएको थिएँ, नर्सरी गरिदिएको थिएँ। अनि यसरी यो ग्लासमा चाहिँ धेरैवटा पत्ताहरूलाई यसरी एक एक गरेर ग्लासमा यसरी राखिदिएको थिएँ। अरूको गमलामा पनि पत्ताहरू धेरै हालिदिएको थिएँ र मैले त्यो ग्लासको बिरुवाहरू चाहिँ कति त सक्सेस भयो, कति त भएन। अनि साथीहरूलाई पनि बाँडेँ अनि आफूले केही गमलाहरूमा यसरी यस्तो सानो सानो गमलामा रोपेको थिएँ। अनि पछि चाहिँ मजाले फुलिदियो। अनि फुलिसके पछाडि चाहिँ यतिखेर चाहिँ फेरि छिपिसकेको छ। यसलाई अब हटाएर फेरि म अरू फुल रोप्दैछु। यसरी ठाउँ नभएर यतातिर जेरेनियमको यसरी कोचाएर राखिरहेको छु। अब जेरेनियमको बिरुवाहरू अरू छ, म फेरि यसमा रोप्छु अनि यसरी राखिदिन्छु। मैले यसरी यो पटबाट चाहिँ गमलाबाट चाहिँ निकालिदिइसकेँ। यसलाई अब एक ठाउँ सुरक्षित राखिराख्ने हो। फेरि यसको टाइम आएपछि रोप्ने। कस्तो राम्रो देखिरहेको छ त।